Hajime Masite, हजुर मासुरी म्याम। हजुरको शुभ नाम, पुन मगर हिटमान हजुरको स्टाफ नम्बर। 79735। ओके, हजुर कन्ट्र्याक्टमा भए अनुसारै काम पाउनु भएको छ नि है? कन्ट्र्याक्ट अनुसारै छ म्याम। हजुर, अनि स्वास्थ्य र सुरक्षालाई ध्यानमा दिएर काम गर्नुपर्छ जस्तो लाग्छ कि नै? त्यो त गर्नु परिहाल्यो नि म्याम, हजुर स्वास्थ्यलाई यसो ध्यान दिएर त। हजुर, हजुर, काम गर्ने समय अनि स्यालेरी कन्ट्र्याक्ट बमोजिमै पाउनुपर्छ जस्तो लाग्छ कि नै? त्यो त कन्ट्र्याक्ट म्याम हो म्याम, त्यो त पाउनु पर्यो म्याम। हजुर हजुर, हजुरलाई आवश्यक पर्दाखेरि हजुर, प्रब्लम हुँदाखेरि खाइसाबाट बिदा मिलोस् जस्तो नि लाग्छ नि है? लाग्छ नि म्याम। हजुर, अनि हजुरलाई काम गर्ने समयमा जस्तो 2 दिन गर्नुभयो क्या ड्युटी है? हिजो र आज गरौँ म्याम। हजुर, कसैले प्रेसर दिने धम्की दिने त्यस्तो वाला केही अनैतिक क्रियाकलाप भएको छ र? त्यस्तो त्यस्तो केही छैन म्याम। छैन है? जम्मा 2 दिन भयो, अब हेर्दै जाउँ के हुन्छ। हजुर हजुर, हजुरहरूको ब्याङ्क कार्डहरू पनि व्यवस्थापन हुँदैछ होला है? हजुर म्याम, हजुर। अनि निजी जीवनमा त्यस्तो केही प्रब्लमहरू? त्यस्तो छैन म्याम, अहिलेसम्म त केही छैन म्याम, 3 दिन भयो आएको। फ्रिडम नै छ नि है? ठिक छ म्याम। हजुर हजुर, अनि त्यस्तो स्वास्थ्यमा केही समस्याहरू? छैन म्याम। छैन है? हस्, हजुर, हस्, हजुरलाई त्यस्तो केही प्रब्लम भयो भने अब नयाँ हुनुहुन्छ नि त, हजुर, समस्याहरू चाहिँ तपाईँको हजुर, पर्सनल ग्रुप छ त्यसमा चाहिँ भन्नु होला। हजुर। हजुरको समयको लागि अस्ति चाहिँ धन्यवाद। म्याम अलिकति समस्या परेको थियो नि त म्याम, अलिक बस्नको लागि के म्याम। हजुर के भयो? अब तपाईँको यो रुमको त आजसम्म समस्या थियो नि, अब के भन्छ यो किचनको समस्याहरू म्याम, हजुर अनि रुमको समस्या थियो नि त म्याम। हजुर, सल्भ भएको छैन? तपाईँको अब रुम साइडमा के भन्छ कि, हजुर, हजुर, हजुर रुम साइडको के भन्छ किचनमा चाहिँ राख आउने कि म्याम हाम्रो रुममा। हजुर अनि त्यो धेरै मान्छेहरू, अब तपाईँको धेरै मान्छे छ नि त म्याम, अनि राति अब 12-1 बजी मान्छेहरू आउँछ, हल्ला गर्छ, अब सुत्नु पाइन्न नि त म्याम। अब हजुर हजुर तपाईँको यहाँ पार्टिसन केही पनि लगाएको छैन, त्यो के भन्छ किचन र यतापट्टि रुममा। हजुर हजुर अनि के भन्छ अब समस्या त त्यो आज उतापट्टि सर्नु भन्नुभएको छ के अरे, अब सरेपछि अब त्यो समस्या पनि अब सावधानता होला म्याम, गर्न हजुर सक्दा होला होइन। हजुर, भर्खरै अब आउँदै हुनुहुन्छ अरू त समय। राम्रै छ म्याम अब। हजुर, 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 अब समस्या अब बिस्तारै आउला म्याम, अब समस्या हजुरलाई भन्दै गरौँला नि। हस् हस्, पाले पालो सबै धेरैजना हुनुहुन्छ नि त, अरू पाले पालो सुनेर त्यसको सल्युसन हुँदै जान्छ है? त्यस्तो प्रब्लमहरू चाहिँ हजुर, त्यही पर्सनल त यो ग्रुपमा छोड्नु होला। किचनको चाहिँ अलिक समस्या थियो म्याम। हजुर, हजुर। हजुर अनि यो के भन्छ अलिकति पुरानो यो तपाईँको इन्डोनेसियनहरू इन्डियनहरू चाहिँ अलिकति घर सरसफाइ नगर्दो रहेछ क्या म्याम। हजुर हजुर अब फोहोरहरू त्यत्तिकै राखिरहेछ होइन, अब हामी त आएको भर्खर हो। अब तपाईँहरू फोहोर अब बोराइक्क बोरा छ म्याम होइन। हजुर अब यसो त रोग लाग्छ नि म्याम। हजुर हजुर, हस्, हजुरको समस्याहरू अब चाहिँ माथि केही पनि पुर्याउने काम अलिकति, गर्छौँ है? हजुर, अलिकति म्यानेजमेन्ट चाहिँ यहाँ होस्टेलमा अब सबैलाई एउटा नियम राख्दै हुन्थ्यो कि म्याम। अब अलिक फोहोरहरू हुने, अब हल्ला धेरै हुने त्यस्तो हुन्छ कि म्याम। अब अरू त सबै ठिक छ म्याम होइन, हजुर कामहरू सबै ठिक छ। हजुर हजुर अब अलिकति समस्या भनेको तपाईँको त्यही नै हो म्याम, अलिकति किचनले गर्दा चाहिँ अलिकति सबैजना आउँदा चाहिँ कोही 12-1 बजी आउँछ नि त म्याम, अब हामी साइडमै हुन्छ। त्यो चाहिँ समस्या थियो, अब आज उतापट्टि सर्नु भन्नुभएको छ कि अब हेरौँ भोलि के समस्या आउँछ म्याम। हजुर हजुर, हस् हस्, हजुरको समयको लागि धन्यवाद। उपकार सामदेश। हजुर म्याम, हजुर, पछि गर्छ।